है। आज ती सब कुरोहरू चाहिँ जब मान्छेले बाइबल पढ्न थाल्छ अनि बाइबल पढेर मात्रै काफी हुँदैन है, बाइबल पढेर त्यसलाई पालन गर्न थाल्छ। जब बाइबल पढेर पालन गर्न थालेपछि ती सबै समस्याहरू एकसा एक बिस्तारै 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 हल हुँदै जान्छ है। सबैभन्दा ठुलो समस्या मान्छेको जीवनमा भनेको मृत्यु थियो है। मृत्यु दुईटै, शारीरिक मृत्यु अनि आत्मिकी मृत्यु दुईटा है। जब ती दुईटै मृत्युको त परमेश्वरले समाधान निकाल्नु भयो भने अब अरू भनेको त अरू समस्या, अरू परिस्थिति है, अरू ट्रबल्स, द रेस्ट अफ द ट्रबल्स इन द लाइफ अफ अ ह्युमन बिङ, दे आर जस्ट सिम्पल वान्स। साधारण हो परमेश्वरको लागि, सिम्पल एकदम। त्यही कारणले गर्दाखेरि हामीले बाइबल चाहिँ पढ्नुपर्छ है। बाइबल किनेर मात्रै काफी छैन, बाइबल बोकेर मात्रै काफी छैन। बेशक पढ्न नसक्नेले बोक्न चाहिँ बोक्नुपर्छ है। यो एक्सक्युज होइन, यो तपाईँ र मेरो लागि है एउटा बहाना यस्तो हुँदैन कि म पढ्न जान्दिनँ त्यसले गर्दाखेरि बाइबल म बोक्दिनँ है। अर्को कुरा, बाइबल मेरो लागि ठुलो भयो म बोक्दिनँ, मोबाइल भए मलाई भइहाल्छ, होइन है। मोबाइल इज नट द सब्स्टिट्युट फर द बाइबल। मोबाइल चाहिँ बाइबलको सब्स्टिट्युट होइन है। मोबाइलमा एकदमै त्यसले है तपाईँ र मलाई डिस्ट्र्याक्ट गर्छ, तपाईँ र मेरो ध्यान अलग्गै लगिदिन्छ। त्यसले गर्दाखेरि ती सब कुरोहरू हामीले पर राखेर बाइबल चाहिँ बाइबल इज द रियल थिङ द्याट वी निड टु ह्याभ इन आवर लाइफ। हाम्रो जीवनमा हुनै पर्ने कुरा चाहिँ एउटा चाहिँ के हो त, बाइबल नै हो। गाइज, डु यु ह्याभ बाइबल? आशिष, डेभिन? ठिक छ, गुड, भेरी गुड है। यो मसिनो नानीहरूलाई सिकाउनुपर्छ, भन्नुपर्छ, आमा बाबुले सम्झाउनुपर्छ, बाइबल बोक, बाइबल लिएर जाउँ भन्नुपर्छ। चाहे नानीहरू जतिसुकै सानो किन नहोस् है, दे क्यान अन्डरस्ट्यान्ड द होल मोबाइल, सो दे सुड बी एबल टु अन्डरस्ट्यान्ड द बाइबल। उनीहरूले जब मोबाइलको भित्र कुना काप्चाको एक कुरा त निकालेर तपाईँ र मलाई सिकाइदिन्छ भने, यी कुरोहरू हामीले नानीहरूलाई सिकायौँ भने अति बेस्ट हुन्छ। आउनुहोस् अब किन भन्दाखेरि है, यहाँनिर एक दुईवटा कुराहरू हामी हेरौँ है त है। अब मृत्यु सम्बन्धी लिएर तपाईँ र म यहाँनिर जुटेका छौँ अनि केही दिन अगाडिदेखि नै हामीले वचन सुनेकै छौँ है। वचनहरू तपाईँ र मेरो अगाडि आएकै छ। अब उहाँहरूले आफ्नो आफ्नो पर्सपेक्टिभबाट है, आफ्नो आफ्नो दृष्टिकोणबाट उहाँहरूले हेर्नुभयो है। अब परमेश्वरले मलाई कुन चाहिँ अब एङ्गलबाट खटाउनुहुन्छ ती कुरोहरूलाई तपाईँहरूले प्रार्थनामा याद गरिदिनुहोस् है, ताकि तपाईँ र मेरो खाँचो, तपाईँ र मेरो आवश्यकता, तपाईँ र मेरो घटी कमी चाहिँ परमेश्वरले यस घडी पुरा गर्न सकेका हुन्। पहिलो वचन हामी आउँ, पहिले एक दुईवटा पद पढेर पहिले हामी प्रार्थना गर्छौँ, त्यहाँदेखि अनि अरू थप कुरोहरू हामी एक दुईवटा हामी यहाँनिर हेर्छौँ है त। पानी त यहाँ पनि थियो हो, ओके, त्यहाँनिर दिएको ल, ठिक छ। यहाँनिर यूहन्ना सुसमाचार, द गस्पल अफ जोन, यूहन्ना सुसमाचार 14 अध्यायको 27 पदलाई नै पढिदिनुहोस्। त्यो सधैँ हामीले पढिराखेको जानिराखेको भर्स हो, तपाईँहरू सबैलाई कण्ठस्थ छ यो कुरा। जहाँसम्म मलाई लाग्छ, एड्रिनलाई मैले भन्यो भने एड्रिन अल्सो क्यान, आई थिङ्क यु क्यान रिड द भर्स राइट। जोन 4:27, शान्ति म तिमीहरूको निम्ति छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिँदछु। संसारले दिने जस्तो शान्ति म तिमीहरूलाई दिन्न, तिमीहरूको हृदय विचलित नहोस्, न त भयभीत होस्। अनि अब अर्को तल त्यही यूहन्ना सुसमाचार 16 अध्यायमा आउनुहोस् त। यूहन्ना सुसमाचार 16 अध्यायको 22 पदलाई पनि पढिदिनुहोस्। हजुर, शोक हुन्छ, म तिमीहरूलाई फेरि भेट्नेछु, तिमीहरूको हृदय आनन्दित हुनेछ,
तिमीहरूको आनन्द कसैले पनि खोसेर लैजान सक्दैन। अब फेरि रोमीको पुस्तकमा एक दुईवटा पदहरू चाहिँ हामी पहिले पढ्दैछौँ है, याद गरिराख्नुहोस् ल। म क्रस एक्जामिन गर्छु है, तपाईँहरू पास हुनुपर्छ है, यो एक्जाम हो नि है, क्रस एक्जामिन गर्छु। आई एम गोइङ टु क्रस एक्जामिन वर्ष। ओके, सो बी रेडी, बी अटेन्टिभ। एन्जेला, आई माइट आस्क एनी टाइम, सो डोन्ट प्ले योर मोबाइल, लेट यु आइज बी अन द बाइबल। म सोध्छु है ल बाइबलका कुरोहरू। ल रोमीको पुस्तक, कम टु द एपिस्टल अफ रोमन्स है, रोमीको पुस्तक 8 अध्यायमा आउनुहोस् त। रोमीको पुस्तक 8 अध्यायको हामी पढौँ 35, 36, 35। रोमन्स च्याप्टर 8 वर्सेस 35, 36, 37 पढौँ। आउनुहोस्, पढिदिनुहोस्। अनि सङ्कष्टले वा क्लेशले वा सतावटले अनिकालले वा नाङ्गो अवस्थाले वा खतराले वा तरवारले जस्तो लेखिएको छ, अनि हामी काटिने भेडाहरू चाहिँ गनिन्दछौँ। अझै पढ्दै जानुहोस् पनि। हजुर जसले हामीलाई प्रेम गर्नुभयो, हजुर विजेताहरू भन्दा पनि बढी छौं। 38 पदलाई, किनकि मलाई पुरा निश्चयता भएको छ, मलाई पुरा निश्चयता भएको छ, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न त प्रधानताहरूले, न अधिकारीहरूले, न त अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले। 39 पद, न उचाइले, न गहिराइले, हजुर बस प्रभुले हामीलाई सहायता गरेको। एड्रिन, that's making some kind of noise. Thank you. प्रार्थना गरौँ ल। मैले अलिकति वचन हेर्नु। कृपामय परमेश्वर लगातार तपाईँ हाम्रा सान्त्वनाका परमेश्वर हुनुहुन्छ। तपाईँले हामीलाई यस्तो शान्ति दिनुभएको छ, जो शान्ति हाम्रो जीवनमा केही कुराहरूले पनि खलबल्याउन सक्दैन। मानिसहरूको शान्ति खलबलिएको थियो, उनीहरूले आफ्नो शान्ति गुमाएका थिए, कारण उनीहरूले संसारको शान्ति पाएका थिए। प्रभु, आज तपाईँले हामीलाई त्यो संसारको शान्ति होइन, स्वर्गीय शान्ति दिनुभएको कारणले गर्दा हामीले प्रभुलाई पायौँ। यसको मतलब यो होइन अब हाम्रो जीवनमा आउने सबै समस्याहरू सिधिए। हामीले आज शारीरिक मृत्यु त भोग्नुपर्छ नि, अनि अरू समस्याहरूद्वारा पनि भएर हामी जानुपर्छ। तर हामीलाई ढुक्कको आशा चाहिँ यो छ कि हाम्रा शान्तिका परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, अनि तपाईँले दिएको शान्ति हामी कुनै कारणले पनि गुमाउनेवाला छैनौँ। न त तपाईँले दिनुभएको शान्ति, आनन्द कसैले चोरेर या त लुटेर लैजान सक्छ। पिता, आज त्यो शान्तिको भागीदार, आनन्दको भागीदार, त्यो शान्तिको हकदार, आनन्दको हकदार तपाईँले हामीलाई बनाउनु भएकोमा हाम्रो हृदय आभार भएर आज तपाईँको चरणमा झुकेको छ। हाम्रो बीचबाट हाम्रो कर्णमाया आमैलाई तपाईँले आफ्नो महिमामा लगिबक्सनु भयो। आज परिवारहरूले आफ्नी आमा, आफ्नी सासू, आफ्नो बोजू प्रभुजी, अनि प्रभुजी आफ्नो आफन्त गुमाउनु भएको छ, जसको कारणले गर्दाखेरि आज हामी साधारण एउटा प्रभुजी मान्छे रूपी भएर मात्रै हामी जियौँ भन्दा यो ठुलो चोट, ठुलो घात हाम्रो जीवनमा आज हुन पुग्दछ। तर आज प्रभु येशू ख्रीष्टले नि आज हामीलाई अनुग्रह दया गर्नुभएको कारणले गर्दा अब यो हामीलाई पक्का भएको छ। हाम्रो आमै प्रभुजी त्यो दुःखको लागि जानुभएको छैन, त्यो कष्टको लागि जानुभएको छैन, तर त्यो अनन्तको सुखको देशमा प्रवेश गर्नुभएको छ। त्यही कुरालाई हामीले थाहा गर्दै पनि अब हामी रुने कराउने होइन,
चिच्याउने होइन, आशा र हित जस्तो शोकमा सन्तापमा डुबिराख्ने होइन, तर अब धन्यवादी हुँदै प्रभुजी अब उहाँलाई हामी फर्काएर हाम्रो बिचमा बेसक ल्याउन सक्दैनौँ, तर हामी उहाँलाई अवश्य एक दिन भेट्न सक्छौँ। त्यो भेट्ने आशामा हामी जिउनु परेको छ। तपाईँले हामीलाई अनुग्रह दया गर्नुहोस् प्रभुजी। आज यही दिलासा, यही आज सान्त्वना प्रभुजी हामी पाउँछौँ कि भनेर तपाईँको वचनलाई लिएर हामी आएका छौँ। तपाईँले भन्नुभएको छ बाइबल सबै प्रकारका समस्याहरूको समाधान हो भनिकन अब तपाईँले प्रमाणित गर्ने काम गर्नुहोस्। तपाईँको वचनद्वारा देखाउनुहोस् हाम्री आमै कहाँ हुनुहुन्छ अनि उहाँको अवस्था के छ, ताकि आज हामी सान्त्वनाले भरिएर प्रभुजी फेरि पनि एन्करेजमेन्टले भरिएर उहाँलाई भेट्नको लागि दिन प्रतिदिन तयारी हुन सकौँ। क्षुद्र निकममा सबैभन्दा नालायक आज प्रभुजी आज केही प्रभुजी औकात नभएको मान्छे म तपाईँका लोगोहरूको अगाडि खडा भएको छु। मलाई क्रुसको पछाडि लुकाउनुहोस् दयालु परमेश्वर, अनि तपाईँको आत्मा नि तपाईँ हामीसँग बात गर्ने काम गर्नुहोस्। शत्रुलाई वशमा राखिदिनुहोस्। पवित्र आत्माको द्वारा वचन देखाउनुहोस्। मत्ती 18:20लाई हाम्रो बिचमा पुरा गरिदिनुहोस्। सबै प्रकारको शैतानिक प्रभुजी आज यसरी हस्ताक्षेप सबैलाई तपाईँले आफ्नो बसमा राखिदिनुहोस्। बिन्तीलाई मसीह यीशुको नाममा टक्राउँछु। परमेश्वर पिताले सुनेर स्वीकार्नुहोस्। आमेन। ल हामीले केही 2-4वटा वचन हामीले हेऱ्यौँ है, पढ्यौँ। पहिलो वचन चाहिँ हामीले कति पढ्यौँ? What was the first verse that we read, Varsha? That's why I said I am going to cross-examine. How attentive you are. Who can say? Lu masino naniharu कसलाई याद भयो? The first verse that we read. Shannon, sit straight, buddy. Good. ल कसलाई याद भयो? लु भन। मसिनो नानीहरू कसलाई थाहा भयो? मरियम, where were you, baby? John 14. Okay, verse 27. Sangeeta auntie help गरे कि क्या हो? So please be attentive. ल एकदम एटेन्टिभ हुनु। आशिष त उता कर्नरमा लुक्दैछ है, ठिक छ। So verse that is chapter 14, John chapter 14 verse 27 was the first verse है। हामीले के पढेका थियौँ त्यहाँनिर भन्दाखेरि चाहिँ है, मैले नेपाली इङ्ग्लिसमा पढेँ है त। पिस आई लिभ विथ यु, माई पिस आई गिभ अनटु यु, नट एज द वर्ल्ड गिभेथ गिभ आई अनटु यु, लेट नट योर हार्ट बी ट्रबल्ड, नेदर लेट इट बी अफ्रेड है। फेरि एकपल्ट नेपालीमा बिस्तारै पढिदिनुहोस् त यो वर्सलाई। शान्ति म तिमीहरूको निम्ति छोड्छु, साथमा छोड्छु। मेरो शान्ति म तिमीहरूलाई दिन्छु। संसारले दिने जस्तो शान्ति चाहिँ म तिमीहरूलाई दिन्न। तिमीहरूको हृदय विचलित नहोस्, न त भयभीत हो। जब यो पद पढ्दै गर्दाखेरि मलाई है पहिले मैले हिस्ट्रीमा पढेको घटना याद आयो है। संसारले दिने जस्तो शान्ति चाहिँ म तिमीहरूलाई दिन्न है। संसारमा एकजना राजकुमार थिए है। उनका पिता एकदम सम्पन्न राजा, अनि उनको घटी कमी केही कुराहरूको पनि थिएन। खानु राम्रो थियो, लाउनु राम्रो थियो, सुख सुविधाका कुराहरू थिए है। अनि उनलाई राम्रो पढाइएको थियो, ट्रेनिङहरू राम्रो दिएको थियो, राजाको छोरा है। तर राजाको छोरा हुँदा हुँदै पनि है उनको मनमा त अशान्ति पीडाले पोलेर ल्याएको थियो। जब जब ऊ राज्यभित्र त अब त्यस्तो कुरोहरू केही पनि हुँदैन है। सबै कुरोहरू शान्त हुन्छ, सब कुरोहरू सुन्दर हुन्छ। त्यहाँभित्र मान्छेहरू पनि एकदम है हृष्टपुष्ट पोटिला त्यस्तै राम्रोहरू मात्रै राखेको हुन्छ त्यहाँनिर है। आज राजकुमारै जति नै त्यो नराम्रो उयसको भए तापनि मेकअप गरेर उसलाई एकदम राम्रो बनाएर राखेको हुन्छ। राजकुमारीहरू राम्री बनाएर, सहेली पनि राम्री बनाएर राखेको हुन्छ त्यहाँनिर है।
मतलब के भन्दाखेरि दुःखको आभास त्यहाँनिर बिल्कुलै हुँदैन है। एक दिन त्यो व्यक्ति आफ्नो है राज्यबाट बाहिर निस्केर गए सिटीमा है। सिटीमा जाँदै गर्दाखेरि त उसले विभिन्न प्रकारको दृश्य देख्यो। कोही बिरामी भएर एकदम छाला र हड्डी भएर हिँडिराखेको छ, नरकङ्काल जस्तो है, एकदम माथिदेखि किक्रिक्कै परेको छ है। कतिको अनुहार बिग्रेको डढेको, कतिको के है। अनि कति चाहिँ एकदमै गरिबीले सताइएको मान्छेहरू। आज त्यस्तो कुरोहरू देख्यो अनि त्यसले उसको मन कटक्क खायो है। मान्छेहरू किन, कोही चाहिँ राजदरबारमा कस्तो, कोही चाहिँ एकदमै हृष्टपुष्ट, अनि कोही भने चाहिँ फेरि जीवनकालभरि खान नपाएको जस्तो, नर्कङ्काल जस्तो भएर किन बाँचेको होला भन्ने उसको मनमा प्रश्न उठ्न थाल्यो है। फेरि अर्को दिनको एउटा कुरा है, उनी जाँदै थिए, जाँदै उनी एकदम वृद्ध है। आज पाकेको मान्छे 80-90 वर्ष 100 वर्ष पुगेको मान्छे कस्तो हुन्छ है। तपाईँ र मेरो जस्तो अनुहार पोटिलो रसिलो त हुँदैन, सबै चाउरी परेको हुन्छ है। त्यहाँनिर पानी सुकिसकेको हुन्छ अनुहारमा, शरीरमा है। अनि उनले देखे है, अनि उनको भित्र मनमा प्रश्न उठ्यो के भन्दाखेरि वाइ सुड पिपल बिकम ओल्ड है। मान्छेहरू किन बुढो हुनु परेको है, किन है स्त्रीहरू बुढी हुन्छन्, किन मान्छेहरू पुरुषहरू बुढो हुन्छ, उनीहरूको अनुहार चाउरी परेको हुन्छ, बल पनि घटेको हुन्छ, किन होला यस्तो भन्ने दोस्रो प्रश्न उसको उठ्यो है। अनि फेरि है तेस्रो दिन उसले के देखेछ बाहिर जाँदै गर्दा भन्दा त है, उनी बाहिर घुम्न जाँदै थिए, जाँदै गर्दाखेरि त है त्यहाँनिर फ्युनरल प्रोसेसन जाँदै रहेछ है। एउटा मरेको लासलाई लिएर मान्छेहरू मलामी अब शङ्ख बजाउँदै थियो कि या त के गर्दै थियो, रुँदै थिए, कराउँदै थिए, चिच्याउँदै कोही लडीबिडी भइराखेको थियो। सायद अब त्यो है त्यो व्यक्ति जो मरेको थियो उसको श्रीमती थियो होला। श्रीमान मर्दाखेरि श्रीमतीलाई कस्तो पीडा हुन्छ, कति कष्ट हुन्छ, अनि श्रीमती मर्दाखेरि श्रीमानलाई कस्तो पीडा कष्ट, आमा बित्दाखेरि छोराछोरीलाई कस्तो हुन्छ, अनि छोराछोरी बित्दाखेरि आमाको अवस्था कस्तो हुन्छ है। हिजो अस्ति भर्खर मात्रै मेरो एकजना साली प्रभुमा उठेर गए, बिचरा भर्खर 40-41 वर्षको मान्छे, 2 जना मसिनो छोराहरू थियो है, लोग्ने पनि जवान। उसको एकैजना मात्रै दाजु थियो है। त्यो दाजुलाई लास्ट इयर जनवरीमा मात्रै प्रभुले उठाउनु भएको, लास्ट इयर जनवरीमा। त्यहाँदेखि अनि यसपालि फेब्रुअरीमा बहिनी चाहिँलाई पनि प्रभुले उठाइदिनु भयो। अब आमाको कोखमा त्यही 2टा बालक दिनुभएको थियो, बुवा त पहिले नै बितेर गइहाल्यो। त्यहाँदेखि अन्त त्यही 2टा भएको पनि लास्ट इयर मात्रै दाजु बितेको। यसपालि बहिनी बित्दाखेरि त्यो आमाको मन कति साह्रो पिरोलिएको थियो, कति साह्रो पोलेको थियो। अनि उनको त्यो कहानी हामीले सुन्दै थियौँ। को भन्दाखेरि हाम्रो हनकसेन दाजुको, उहाँको मिसेसको क्षमा, मेरो मिसेसको साक्खै क्षमा, अन्तरी, मेरो मिसेस चाहिँ जेठीको छोरी अनि उनी चाहिँ अन्तरीको छोरी है। अनि उनले भन्दै थिइन् अरे पर हनक दाजुको मिसेसलाई, हेर्न उहाँको नाम पहिले चाहिँ उहाँलाई गीता भन्थ्यो है। हेर्न गीता, तेरो बहिनी त सुतेकै गर्छ, उठाउँदाखेरि पनि उठ्दैन, बोलाउँदा पनि बोल्दैन, बोलाइदेन उसलाई, उठाइदेन, उठ्छ कि कतै भने। आमाको मन हेर्नुहोस् है, आमाको मन, चाहे त्यो एउटा मृतक बालक किन नजन्मियोस् आमाबाट है, आमाको मन कति साह्रो त्यो बालकमाथि लागेको हुन्छ होइन। त्यो त्यस्तै भइराखेको थियो होला त्यहाँनिर। अनि उनले त्यो प्रश्न पनि उनको मनमा उठ्यो, मान्छे चाहिँ किन मर्नु परेको होला भन्ने खालको उनको मनमा त्यो जब त्यस्तो पीर आउन थाल्यो, जब त्यो प्रश्नहरू उनको मनमा आउन थाले है, अनि त्यो प्रश्नहरू उठ्न थालेपछि त अन्त उनको मन त भित्रभित्रै अब अर्कै सोच्न थाल्यो। उनको मन अब उनको श्रीमतीमाथि छैन। भर्खर है बिहा गरेकी एउटी श्रीमती थियो, अनि मसिनो सानो एउटा नाबालक सानो बालक थियो, टुकुल हिँड्दै गरेको है, मसिनो। अनि उनले त एक दिन त के गरे होइन, वाट इज द ट्रुथ अफ द लाइफ, यो जीवनको सच्चाइ चाहिँ के हो त है। मान्छे किन बिरामी हुन्छ, मान्छे किन मर्छ, मान्छे किन बुढो पाएको हुन्छ,
अब यसलाई चाहिँ मैले पत्ता लाउनु पर्यो भनेर उनको मनमा अशान्ति है पैदा भएको कारणले गर्दा एक दिन राति उनी आफ्नो घर छोडेर उनी वनवास लागे। मान्छेको जीवनमा संसारको शान्ति, प्रभु यीशु मसीहले भन्नुभयो नि, म तिमीहरूलाई संसारले दिने जस्तो शान्ति चाहिँ होइन है। उनको मनमा त अशान्तिको ज्वाला जल्न थाल्यो। त्यही अशान्तिको ज्वालाको कारणले गर्दाखेरि उनले आफ्नो बाबुलाई पनि छोडे, उनले आफ्नो आमालाई पनि छोडे। अब नेक्स्ट हुनेवाला राजा उनी थिए, उनले त्यो राज्य पनि उनले छोडिदिए। आफ्नो भर्खरै अब बिहा गरेकी ती तरुणी त्यो पत्नीलाई पनि उसले छोडे अनि एउटा भर्खर सानो नाबालक आज त्यसलाई पनि उनले छोडेर हिँडिदिए। संसारले दिने जस्तो शान्ति, संसारले दिएको शान्ति चाहिँ त्यस्तो हो प्रिय। जब कष्ट आउँछ, जब दुःख आउँछ, जब परिस्थिति आउँछ, जब समस्या आउँछ, मृत्यु आउँछ, तपाईको जीवनमा च्यालेन्जेस आउँछ, when we are faced with the challenges of life, then we lose that kind of peace. त्यो प्रकारको शान्ति चाहिँ तपाईँ र मेरो जीवनमा रहँदैन। तपाईँ र मेरो शान्ति हराउँछ। संसारको शान्ति चाहिँ त्यस्तो हो है। तर प्रभु यीशु मसीहले के भन्नुभयो त, म तिमीहरूको निम्ति शान्ति छोडेर जाँदैछु, शान्ति छोडेर जाँदैछु। उहाँ त शान्तिको राजकुमार हुनुहुन्थ्यो है, शान्तिको राजकुमार। यदि यशाया 9 अध्यायको 6 पदलाई तपाईँले पढ्नु भयो भने त्यहाँनिर लेखिएको छ, उहाँ शान्तिका राजकुमार कहलाइनु हुनेछ है। शान्तिका राजकुमार द प्रिन्स अफ पिस है, शान्तिका राजकुमार कहलाइनु हुनेछ। अनि उहाँले त के भन्नुहुँदैछ, म तिमीहरूलाई शान्ति दिन्छु। अघि मैले भने एकजना राजा है, राजकुमार हुनेवाला राजा है, उनी चाहिँ के भए है, संसारको शान्ति सब उनको जीवनमा जब खैला बैला भइसकेपछि त त्यहाँदेखि त अन्त उनको त जीवनबाट शान्ति नै हरायो है। तपाईँ र मेरो शान्ति आज प्रभु येशू ख्रीष्टलाई विश्वास गरेपछि तपाईँ र मैले पाएको शान्ति, यो शान्ति जब हामी प्रभु येशू ख्रीष्टलाई विश्वास गर्छौँ, यो शान्ति तपाईँ र मैले पाउँछौँ है। यदि यो शान्ति पाइएन भने संसारको मान्छेले जति नै यदि प्रभु येशू मसीहलाई विश्वास गरेको छैन, यदि प्रभु येशू मसीहलाई ग्रहण गरेको छैन, यदि प्रभु येशू मसीहलाई पाएको छैन, प्रभु येशू मसीहलाई मैले के भन्दैछु है, being a Christian is not enough to be saved. मुक्ति पाउनको लागि, उद्धार पाउनको लागि क्रिस्चियन मात्रै भएर काफी छैन। कारण के भन्छ भन्दाखेरि यहाँनिर आउनुहोस् त, पहिलो पत्रस 4 अध्यायको 17 पदलाई पढिदिनुहोस् त। पहिलो पत्रस 4 अध्यायको 17 पद, the judgment is waiting for everybody and the judgment is going to begin from the house of the Christians है। यो न्यायले सबैजनालाई पर्खिराखेको छ। अनि यो न्याय चाहिँ कसबाट सुरु हुन्छ भन्दाखेरि प्रभुका लोगहरूबाट, प्रभुका घरानाबाट सुरु हुन्छ भन्छ परमेश्वरको वचन बाइबलले। यहाँनिर पढिदिनुहोस्, पहिलो पत्रस 4 अध्यायको 17 पदलाई पढिदिनुहोस्। किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनेछ। अनि पहिले हामीबाट सुरु हुन्छ भने परमेश्वरको सुसमाचार पालन नगर्नेहरूको अन्त्य चाहिँ के हुन्छ होला? न्याय कहाँबाट सुरु हुने रहेछ त? ल भन्नुहोस् त, कहाँबाट सुरु हुँदो रहेछ? Has Christians escaped from the judgment? के आज क्रिस्चियन भएको कारणले गर्दाखेरि आज उनीहरू न्यायबाट पार भए त? त्यही न्यायको ढोकाबाट भएर जानुपर्छ। प्रभु येशू ख्रीष्ट अगाडि बस्नु हुनेछ त्यो दिन सिंहासनमा। अनि सबै संसारका सारा लोगहरू है फालिम लागेर त्यहाँनिर जानुपर्छ, फालिम लागेर। अनि त्यति बेला छानबिन हुन्छ। क्रिस्चियन्स अल्सो दे विल एपियर बिफोर द लर्ड है। त्यो न्यायले त पर्खिराखेको छ। यो बारम्बार हामीले पढेको यो वचन हो। दोस्रा कोरिन्थी 5 अध्यायको यहाँनिर आउनुहोस् त, 5 अध्यायको 10 पद। दोस्रो कोरिन्थी 5 अध्यायको 10 पदलाई पढिदिनुहोस् त। किनकि शरीरमा गरिएका कामहरूका निम्ति
शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब हरेकले जे गरेको छ हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनको लागि त्यस अनुसारको फल पाउनको लागि हामी सबै ख्रीष्टको न्यायासनका सामु देखा पर्नुपर्छ। हामी सबैजना ख्रीष्टको न्याय आसनको अगाडि त देखा पर्नै पर्छ है। प्रभु येशू ख्रीष्ट बसेको हुनुहुन्छ त्यति बेला न्याय गर्नको लागि, अनि उहाँले न्याय गर्नुहुन्छ है। जसले मुक्ति पाएको छ, जसले अब त्यो पक्का प्रभु येशू मसीहको नाममा उनीहरूको जीवनमा मुक्ति भएको छ, उद्धार भएको छ है, उनीहरूलाई चाहिँ प्रभुले के भन्नुहुन्छ? पास 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 गो 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 है। उहाँले बाटो देखाइदिनुहुन्छ, यो हो तिम्रो बाटो, यहाँनिर स्वर्गमा जाऊ, यता जाऊ, यता जाऊ, यता जाऊ। जसले मुक्ति पाएको छैन, वेट, द्याट्स नट योर लेन, यु गट टु चेन्ज योर लेन। त्यो तिम्रो लेन होइन, तिमीले तिम्रो लेन चेन्ज गर्नुपर्छ। यु निड टु गो दिस वे। तिम्रो त यता छ, यता जानुपर्छ तिम्रो, बिकज यु डिड नट बिलिभ इन द सन अफ गड। किनभने तिमीले परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टलाई विश्वास गरेनौ। यो न्यायले पर्खिराख्यो। हाम्रो आमाई है, उहाँले प्रभुलाई पाउनुभयो 93 भन्नुभयो नि, प्रभुलाई पाउनु भएको 93। अनि उहाँसँग मैले बसेको त केवल है 2018 देखि मात्रै हो। तर यो छोटो बसाइमा पनि आमाईलाई मैले निहालेर हेर्दाखेरि, जब जब त्यहाँ जान्थेँ आमाईको कोठामा बस्दाखेरि शान्त आत्मा, खुसी आत्मा है। अनि आमाईसँग बेला बेला बसेर म बात मार्थेँ है। कति खुसी। अनि प्रश्न उहाँलाई पनि क्वेसन मैले गरेँ है। गर्दाखेरि पक्का उहाँले है मुक्ति पाएको अनि उद्धार पाएको उहाँले कुरा गर्नुहुन्थ्यो है। उहाँको त है यहाँनिर अब एउटा कुरा हामीले बुझ्नुपर्ने, यो न्याय छ, प्रत्येकको लागि छ है। अब हाम्रो आमै चाहिँ है, जो अब हाम्रो बिचमा हुनुहुन्न है, उहाँलाई प्रभुले उठाएर लैजानुभयो है। अब आमै जानुभयो, रेस्ट अफ द, अघि मैले भने है, मृत्यु आउँदाखेरि मृत्यु जस्तो ठुलो झट्का मान्छेको जीवनमा अर्को केही पनि हुँदैन है। त्यो झट्का आज विश्वासीको परिवारमा, उद्धार पाएको परिवारमा त्यस्तो झट्का आउँदाखेरि पनि त्यो विश्वासी डगमगाउँदैन। किनभने है त्यो झट्का जुन मृत्युमा परेर जुन व्यक्ति जानु पर्यो, त्यो व्यक्तिको अन्त्य चाहिँ हामी जान्दछौँ, हामीले बुझेका छौँ, हामीले देखेका छौँ, दिएको गवाई है। हाम्रो आमैले अस्ति आउँदाखेरि एकपल्ट अङ्कल आन्टीले भन्नुहुँदै थियो, आमै त के गर्नु हुँदै थियो अरे, एकदमै सिँढी चढेको सङ्केत दिनु हुँदै थियो अरे। क्या म जान्छु भनेर सिँढी चढेको सङ्केत है। कहाँ जानुहुन्छ भन्दाखेरि म माथि जान्छु भनेर भन्नुहुँदै थियो अरे। पक्का ठोस है। आज उहाँले प्रमाण पाउनु भएको, त्यो विश्वास पाउनु भएको, आज स्वर्गमा जानुभएको छ। त्यही कारण है परमेश्वरको वचन यहाँनिर बाइबल चाहिँ किन अति सुन्दर छ, किन पढ्नुपर्छ भन्दाखेरि बाइबलले तपाईँ र मलाई के भन्छ, यदि हामीले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छौँ र मुक्ति पाएका छौँ, हामीले उद्धार पाएका छौँ भने हामी चाहिँ संसारमा भएका लोभहरू जस्तो हामीले शोक गर्ने होइन, सन्ताप गर्ने होइन भनेर परमेश्वरको वचनले बताउँछ। पहिलो थिस्सलोनी 4:13 पढिदिनुहोस् त। वाइ वी शुड नट सरो इफ समवन passes away from the midst of us है। जबकि कोही यदि हाम्रो बीचबाट प्रभुमा उठेर जान्छन् भने हामीले किन शोक नगर्ने भन्ने कुरोहरू चाहिँ अब यसैले प्रमाणित गर्छ। पहिला थिस्सलोनी 4:13 पढिदिनु। तर हे भाइहरू हो, अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरूका विषयमा हजुर म तिमीहरूलाई अनजान रहेको चाहदिन। बस कस्तो मिठो कुरा है। आज यहाँनिर के भन्दैछ, शोक नगर है। बेशक हामी सबै नै त्यो मृत्युमा भएर जानुपर्ने कुरा हो। मैले त एकपल्ट मेरो फिजिकल बडीमै मृत्यु देखेँ। म त एकपल्ट मरेर त्यहाँदेखि ब्याक आएको मान्छे है। केवल 2 वर्ष अगाडिको कुरा मात्रै हो
जब यो बाइपास सर्जरीमा भएर म जानु पर्यो है, मैले भन्दाखेरि अब यो ठुलो कुरा हुन्छ होला है, मान्छेलाई विश्वास गर्न गाह्रो हुन्छ होला भनेर म त्यति जोड दिँदिनँ। तर ट्रुथ इज ट्रुथ। जब फर्केर म आत्मामा आउँदाखेरि परमेश्वरको एउटा वचन म कहाँ आएको थियो, गो ब्याक टु योर प्लेस है, त्यहाँ फर्केर जाऊ, किनभने त्यहाँनिर धेरै हिराहरू लडेको छ। ती हिराहरू चाहिँ के हो भन्दाखेरि परमेश्वरको दृष्टिकोणमा जसले मुक्ति पाएको छैन, जसले उद्धार पाएको छैन, जो परमेश्वरको दृष्टिबाट अदेख भएर बसेको छ है, बिरानो भएर बसेको छ है, तिनीहरू चाहिँ परमेश्वरको है दृष्टिकोणमा के हुन् त, तिनीहरू सबै हिराहरू हुन्। क्या हिराहरू जस्तो छोराछोरी जति नै अनाज्ञाकारी भए तापनि है, ती छोराछोरी चाहिँ के हुन्छ त है, आमा बाउको दृष्टिकोणमा उनीहरू अमूल्य नै हुन्छन्। उनीहरू है, उनीहरूमाथि माया नै हुन्छ, उनीहरूमाथि धेरै प्रेम गरेको हुन्छ। आज त्यस्तै प्रकारले परमेश्वरले तपाईँ र मलाई त्यो दृष्टिकोणले हेरिराखेको हुनुहुन्छ। चाहे आज हामीले प्रभु पाएको हौँ, चाहे प्रभु नपाएको हौँ, तपाईँ र मैले प्रभु यीशु मसीहलाई कुन दृष्टिकोणले हामी हेर्छौँ है, तर प्रभु यीशु मसीहले तपाईँ र मलाई हेर्ने दृष्टिकोण भनेको चाहिँ सबै एउटै छ। एउटै बाबुको छोरा, एउटै आमाको छोरा जस्तो है, त्यो आमाले जसरी आफ्नो सबै छोराछोरीलाई है एकसरह प्रेम गर्छिन्, बाबुले आफ्ना छोरीहरूलाई एकसरह प्रेम गर्छन्। परमेश्वरले तपाईँ र मलाई, चाहे त्यो व्यक्ति हिन्दू किन नहोस्, चाहे त्यो व्यक्ति बुद्धिस्ट किन नहोस्, उहाँले त्यो ठुलो मौका दिनुहुन्छ अनि त्यो प्रेम तपाईँ र मलाई सराबरी गर्नुहुन्छ। मुक्ति पायौँ त तपाईँ र मेरो लागि अति बेस्ट। मुक्ति पायौँ न भने चाहिँ मौका पाइन्जेलसम्म है, मौकाको फाइदा तपाईँ र मैले उठाउने हो, प्रिय हो। त्यहाँदेखि यदि मौका गुमिसकेपछि, मृत्यु आइसकेपछि, मृत्युले गाँजेर लगिसकेपछि, चाहे छोराछोरीले उनीहरू नाङ्गो झार भएर किन नबसुन्, निवस्त्र भएर बसेका हुन्छन्। कतिवटा यो मृत्यु मैले मेरै परिवारमा देखेको छु। मेरो बाबा बितेर जानुभयो, मेरो आमा बितेर जानुभयो है, मेरो भाइहरू, मेरो बुहारीहरू सब निवस्त्र भएर बसे। उनीहरूले कुनै त्यो सिलाएको कपडाहरू लगाएनन्, उनीहरू नाङ्गो भुइँमा लडे है। अब त्यो काँटी ठोकेको खाटमा सुत्नु हुँदैन अरे, काँटी ठोकेको त्यो पलङमा बस्नु हुँदैन अरे, उनीहरू त्यो सब कुरोहरू गरे। तर मुक्ति अब ती मरेर जाने मान्छेहरूको लागि मुक्ति छैन। त्यसले केही पनि फाइदा दिँदैन। चाहे हामी 13 दिन भोकै किन नबसौँ, हामीले आज हाम्रो शिर किन नमोडौँ, तपाईँ र मैले जति नै गरे तापनि अब गुमिसकेको मौका चाहिँ गुम्यो। मुक्ति भनेको जीवन हुँदैखेरि तपाईँ र मैले प्राप्त गर्ने कुरा हो। जो कुरा चाहिँ हाम्रो आमैले प्राप्त गर्नुभएको थियो 1993 सालमा, उहाँले मुक्ति पाउनु भयो। अनि ठोससँग हामी भन्न सक्छौँ, यति सुन्दर देश। मैले भने नि, म मृत्युको त्यो नदी पार गरेर मृत्युमा प्रवेश गरेर त्यो देखेर आएको कारणले गर्दाखेरि म भन्छु कि स्वर्ग चाहिँ अति सुन्दर छ। स्वर्ग छ, स्वर्ग कल्पनाको देश होइन, स्वर्ग सपनाको देश होइन, नरक कल्पनाको ठाउँ होइन, नरक है आज त्यो सपनाको ठाउँ होइन, विदित छ। मान्छेको लागि हो, त्यो गोरुको लागि होइन, त्यो भैँसीको लागि होइन, त्यो सुँगुरको लागि होइन, त्यो मान्छेको लागि तय भएका कुराहरू हुन् कि यी कुरोहरू छ। त्यही कारणले गर्दाखेरि जीवन छँदैखेरि हामीले प्रभु यीशु मसीहलाई विश्वास गर्नुपर्ने कुराहरू चाहिँ यो खास त्यही हाम्री आमैले गर्नुभयो। हाम्री आमैले अनि उहाँलाई जीवनमा है मृत्यु गाँच्न आउँदाखेरि पनि, बिरामी हुँदाखेरि पनि उहाँको शरीर घाउले सबै एकदम पीडित भएको थियो। नखाएर कस्तो दुब्लाउनु भएको थियो, तर पनि उहाँको अनुहारमा त्यो ज्योति है, उहाँको अनुहारमा त्यो, उहाँको चेहरामा त्यो आनन्द हामीले देखिराखेका थियौँ निढुक्क। त्यही कारण हामी शोक गर्दैनौँ। अब हाम्रो रुने कुरोहरू छैन। तपाईँ र मैले जति नै रोए तापनि, तपाईँ र मैले जति नै कराए तापनि, अब आमैलाई हामीले फर्काएर हाम्रो बिचमा ल्याउन सक्दैनौँ। नयाँ भाइ हो, हाम्रो नयाँ भाइ त कान्छा छोरा हुनुहुन्छ नि त। अब तपाईँको मायाले आमालाई फर्काएर ल्याउँछ र ल्याउँदैन। अब जति नै गरे तापनि ल्याउँदैन है।
तर हामी चाहिँ उहाँ भएको ठाउँमा जान सक्छौँ। हामी चाहिँ उहाँ भएको ठाउँमा हामी जान सक्छौँ। अति सुन्दर देश, अति प्रेमिलो देश। अब त्यसमा जानको लागि तपाईँ र म तयारी हुनुपर्छ है। अब स्वर्ग गएको मान्छेको लागि तपाईँ र मैले रुवाई कराई गरेर अब आफ्नो हृदय पीडित बनाउने जस्तो मानिलिनुहोस्। अब हाम्रा कति प्रिय परिवारहरू नेपालमा छोडिनु भएको छ नि। अब है अब हामी अमेरिकामा आयौँ है, के भयो है, फरक भयो नि त अहिले यहाँनिर। अब उहाँहरू जुन प्रकारको कष्टमा हुनुहुन्छ, जुन प्रकारको दुःखमा हुनुहुन्छ, हामी अमेरिकामा आयौँ। अब उनीहरू अमेरिका गए भनेर उनीहरू अब धुरु धुरु रुने होइन, उनीहरू यहाँ आउनुपर्छ, हामी फर्केर जाने होइन। त्यसको हाम्री आमैको अवस्था त्यो, उहाँलाई फर्केर ल्याउने होइन। घरिघरि वर्षै पछि पिण्ड बनाएर उहाँलाई बोलाएर दुःख दिने कुरा होइन त्यो। गइसक्नु भयो। अब कहाँ पिण्ड खानको लागि, स्वर्ग गएको मान्छेलाई पिण्डदान दिनको लागि हामीले बोलाएर ल्याउने उनीहरूलाई वर्षमा? उहाँहरू त स्वर्ग प्रवेश गरिसक्नु भयो, स्वर्गमा खुसी हुनुहुन्छ, आनन्दित हुनुहुन्छ। अब तपाईँ र मेरो पो समय त जानको लागि। प्रभु पाएका मान्छेहरू, उद्धार पाएका मान्छेहरू, मुक्ति पाएका मान्छेहरू, जसलाई भित्रबाट तपाईँको आत्माले गवाई दिएको छ, सन यु आर सेभ्ड। तपाईँले मुक्ति पाउनु भएको छ, छोरी तपाईँले मुक्ति पाउनु भएको छ, छोरी तिमीले मुक्ति पाएका छौ भनेर यदि आत्माले गवाई दिन्छ भने तपाईँ ढुक्क बस्नुहोस्, ढुक्क बस्नुहोस्। हाम्री आमै त्यो देशमा जानुभएको छ। अलिकति है यो के हो भन्दाखेरि यो त अलिकति ट्रान्जिसन मात्रै हो, ट्रान्जिसन मात्रै। हामीले है जस्तो यसलाई कहाँ के मानिलिनुहोस् भन्दाखेरि उदाहरणको निम्ति साँपले काँचुली फेरेको मात्रै हो। साँपले काँचुली फेर्दाखेरि साँप मर्छ, मर्छ, मर्छ। साँपले काँचुली फेर्दाखेरि त्यसको बाहिरको खोस्टा त्यो पुरानो भयो, त्यो बाहिरको उसको कपडा पुरानो भयो, त्यही कारण त्यसलाई छोडेर है त्यो टाइट भयो उसलाई लगाउनको लागि। जब जब हाम्रो कपडा टाइट हुन्छ त्यो कपडालाई हामी फेरेर है त्यहाँदेखि अलिकति खुला कपडा लाउँछौँ नि, त्यही मात्रै भएको हो ट्रान्जिसन। हाम्रो बोजूको ट्रान्जिसन है आज तल्लो सिँढीदेखि उहाँ माथिल्लो सिँढीमा चढ्नु भएको मात्रै हो, अरू केही पनि भएको छैन। अब तपाईँ र म चाहिँ ओह्रालो जाने कि उकालो कुद्ने? तपाईँ र म त उकालो जानु पर्यो नि त बोजूलाई भेट्नको लागि, उहाँ माथि जानुभएको छ है। यही कुरा अस्ति 2-4 दिनदेखि प्रभुका दासहरूले एक्सप्लेन गर्नको लागि खोजिराख्नु भएको थियो। हाम्रो अङ्कल बुद्धिमानले पनि त्यही कुरा सेयर गरिराख्नु भएको थियो, हाम्रो भाइ दिपेनले पनि अलिकति कता कता त्यही कुराहरू ल्याइराख्नु भएको थियो, हिजो हाम्रो बुद्धिमान शिव दाजुले पनि त्यही कुरोहरू गरिराख्नु भएको थियो। आउनुहोस् त, यो केवल यो त के हो, ट्रान्जिसन मात्रै हो, अलिकति फेरबदल है। आज फेरबदल अहिले जुन नाश हुने एउटा भाँडामा तपाईँ र मेरो त्यो कुरोहरू हालेको थियो, त्यो भाँडाबाट एउटा नाश नहुने ठाउँमा त्यो तपाईँ र मेरो आत्मा गएको मात्रै हो। त्यो त्यही कुरा मात्रै भएको हो आमैको लागि, अरू केही भएको छैन है। संसारले भनेको जस्तो हाम्री आमा मरिन् भनेर हामी भन्दैनौँ। संसारका मान्छेहरूले किन शोक गर्छन्? उनीहरू मरे, अब उनीहरूको भेट हुने चान्सै छैन, आशै छैन। आशा नहुनेहरू भनेको चाहिँ त्यो हो है। दे आर नट गोइङ टु गेट युनाइटेड अगेन, दे आर नट गोइङ टु मिट इच अदर अगेन है। उनीहरूको भेट्ने आशै हुँदैन, तर हाम्रो त भेट्ने आशा छ भनेर कुरा गरेको छ नि। यहाँनिर आउनुहोस् त, पहिलो कुरिन्थी 15 अध्यायमा आउनुहोस् त, अलिकति ट्रान्जिसनको कुरा हेरिहालौँ, त्यहाँदेखि अन्त फेरि पछाडि समय भयो भने अरू कुरोहरू हेर्दै जाउँला। र आज अब केही समय बितेर गइहाल्यो। ट्रान्जिसन पहिलो कुरिन्थी 15 अध्यायमा आउनुहोस्। 15 अध्यायको 51 पददेखि पढ्दै जाउँ हामी। एकछिन ल बहिनी, एकछिन के भन्दाखेरि 42देखि तपाईँ पढ्दै जानुहोस् त, 42देखि। मरेकाहरू प्रभुमा सुत्नेहरूको बौरी उठाइ पनि यस्तै प्रकारको हुन्छ। विनाशी दशामा, नाश हुने दशामा छरिन्छ, उछिन्छ होइन, छरिन्छ हो, ऊ छरिन्छ। विनाशी दशामा ऊ छरिन्छ, अविनाशी दशामा बौराइ
अविनाशी। अब विनाशी दशामा उहाँको शरीर जुन थियो त्यो विनाशमा जाने वाला शरीर थियो, तर अब बौरी उठेको शरीर चाहिँ त्यो चाहिँ अविनाशी भएको छ। अब त्यसलाई पानीले चिसो हुँदैन, पानी पर्दाखेरि पनि अब त्यो शरीर भिज्दैन, आगो लाग्दाखेरि पनि त्यो शरीर डढ्दैन। अब फेरि उहाँको शरीरमा दोस्रोचोटि त्यो घाउहरू आउँदैन, आएर अब हामीले त्यो मलमपट्टि गर्नु हुँदैन, परमेश्वरले आफै गरिदिनुहुन्छ। अब उहाँको टाउको दुख्दैन, उहाँलाई कष्ट छैन, केही पनि छैन है। अब उहाँ त त्यस्तो त्यो अविनाशी अवस्थामा उहाँ बौरी उठ्नुभयो है। विनाशी दशामा छरिन्छ, अविनाशी दशामा त्यो बौराइन्छ। अनि पढ्दै जानुहोस्। अनादरमा छोडिन्छ। अनादरमा अब लगेर के गरिन्छ? हामीले अनादरमा लगेर माटो मुनि राखिन्छ। केही दिनको समय मात्रै हो है, जसरी भए तापनि अब लगेर हामीले राख्नै पर्ने हो त्यहाँनेरि। अनादर है, कति राम्रो हो, कपडाहरू त लगाइन्छ, सबै गरिन्छ, तर लगेर माटोमा पुरिन्छ। तर अर्को चाहिँ के? महिमामा ल बौराइन्छ। है, महिमामा बौराइन्छ। आज भएको अनादर त्यो त केही पनि होइन, त्यो त महिमामा बौरी उठ्ने शरीर भयो है। महिमामा बौरी उठ्नको लागि हामी त्यसलाई के गर्दैछौँ? हाल्दैछौँ। अब अनि पढ्दै जानुहोस्। दुर्बलतामा छोडिन्छ। दुर्बलतामा छरिन्छ। अब त्यो शरीरले तपाईँ र मलाई आइया आथा केही पनि भन्नेवाला छैन, आइया आथा केही पनि भन्नेवाला छैन। हामी त बडो सम्मानको साथ है, हामी आदरको साथ लगेर हाल्छौँ। तर कति लासहरूलाई चाहिँ यस्तो प्रकारले गरिन्छ है, उनीहरूको हात भाँचिन्छ, उनीहरूको खुट्टा भाँचिन्छ, उनीहरूलाई डोकोभित्र कोचारिन्छ। अनि डोकोमा है आज त्यो मकै बोकेको जस्तो लगेर त्यो मसान घाटमा लगिन्छ उनीहरूको है। त्यस्तोसम्म अनादर हुन्छ यहाँनिर है। यहाँनिर हेर्नुहोस् त, अन्त पढ्दै जानुहोस्। सामर्थ्यमा बौराइन्छ। सामर्थ्यमा, दुर्बलतामा छरिन्छ अनि सामर्थ्यमा बौराइन्छ। 44 एउटा प्राकृतिक शरीर। प्राकृतिक शरीर जुन थियो, द्याट वाज अ नेचुरल बडी। अब जुन त्यो बडी छ त्यो चाहिँ नेचुरल बडी छ, त्यो नेचुरल बडी चाहिँ छरिन्छ अनि त्यो चाहिँ के हुन्छ अरे? फेरि एउटा आत्मिक शरीर बौराइन्छ। आत्मिकी शरीर बौराइन्छ। यही सब हुन लागेको मात्रै हो, अरू केही पनि होइन है प्रिय। त्यही कारण अब तपाईँ र म चाहिँ है, जो प्रभुमा सुत्नुभयो, अब प्रभुमा सुत्नेहरूको लागि हामी शोकित भएर, शोकाकुल भएर, शोकमा डुबिराख्ने होइन है। अब हामी चाहिँ उनीहरूलाई भेट्नको लागि दिन प्रतिदिन तयारी हुने हो। छोराहरू तयारी हुने हो, छोरीहरू तयारी हुने हो, बुहारीहरू तयारी हुने हो है, अनि ज्वाइँहरू तयारी हुने हो, त्यहाँदेखि नाति नातिनाहरू सबै तयारी हुने हो। इष्ट मित्रहरू, छरछिमेकीहरू, तपाईँ र म जो जति छौँ है, हामी सबै भेट्नेवाला छौँ। हामी तयारी हुने हो है, शोकमा डुबिराख्ने होइन तपाईँ र म। अब है यो कुरा किनभने अब है यस्तो प्रकारको है अवस्थामा हाम्रो बोजू प्रवेश गर्नुभएको छ। आउनुहोस् त, त्यही कारणले गर्दाखेरि तपाईँ र म तयारी हुने हो। किन आज प्रभुका लोकहरूले चाहिँ किन यस्तो वचन दिन्छन् त है? किन आज उनीहरूको घरमा है गाजा बाजा हुन्छ, बजाइन्छ, गाउँछन् उनीहरू है। कतिको घरमा त राम्रोसँग बोलेको पनि हुँदैन है। उनीहरू एकै कुनामा गएर एकदम है, मेरो छोरीलाई एक दिन लगेको थियो आफ्नै घरमा, त्यसरी बसेको मेरो छोरी डरले फेरि पनि त्यो घरमा जानु मानेन, फेरि जानु मानेन। त्यहाँको त्यस्तो त्यो वातावरण देखेर, मान्छेहरूको अवस्था देखेर, शिर मुडाएको देखेर, कपडा लगाएको देखेर त्यहाँदेखि त ऊ त डरले जानु पनि मानेन है। आज त्यस्तो अवस्थामा मान्छे हुन्छन्। तर है हाम्रो त अब हेर्नुहोस् त है, हामी गाउँछौँ, त्यहाँदेखि अन्त हामी एकले अर्कालाई सान्त्वना दिन्छौँ है। यो कुरोहरू चाहिँ अब अन्तिम यहाँनिर आउनुहोस् त। अब बन्द गर्नु गएँ है मैले। प्रकाशित वाक्य है, किन रमाउनु पर्ने? अब हामी किन खुसी हुनुपर्ने, किन तयारी हुनुपर्ने, आफैलाई तयारी बनाउनु पर्ने भन्दाखेरि हाम्रो आमै जहाँ जानुभएको छ त्यो देश चाहिँ यति सुन्दर छ क्या, यति सुन्दर छ है। अब उहाँ फेरि अब बिरामी हुनुहुन्छ, उहाँ वृद्ध हुनुहुन्छ, उहाँ पाको हुनुहुन्छ, उहाँले कष्ट पाउनुहुन्छ, दुःख पाउनुहुन्छ भन्ने कुरोहरू छैन है। उहाँ त एकदम अब यस्तो देशमा प्रवेश गर्नुभएको छ। प्रकाशित वाक्य 21 अध्यायमा आउनुहोस्। प्रकाशित वाक्य 21 अध्याय 3 पद 4 पद पढिदिनुहोस् त। अनि मैले स्वर्गबाट यसो भन्दै गरेको एउटा ठुलो आवाज सुने।
स्वर्गबाट यसो भन्दै गरेको एउटा ठुलो आवाज सुने, हेर मानिसहरूसित परमेश्वरको निवासस्थान मानिसहरूसित परमेश्वरको निवासस्थान, अनि उहाँ उनीहरूसित बास गर्नुहुनेछ। अनि अनि उनीहरू उहाँका मानिसहरू हुनेछन्। अनि अनि परमेश्वर आफै उनीहरूसित हुनुहुनेछ। अनि उनीहरूका परमेश्वर हुनुहुनेछ। यहाँनिर है हामीले के कुरा देख्यौँ, यो चाहिँ पछाडि गइकन हुने कुरा पनि हो हामीसँग, तर आमै चाहिँ अलरेडी भागीदार भइसक्नु भयो त्यो देशको अलरेडी। अब परमेश्वरसँग सङ्गति छ उहाँको, त परमेश्वरको काखमा हुनुहुन्छ उहाँ, त उहाँको दुःखको दिनहरू त बितिसके। तपाईँ र मेरो दुःखको दिन छ है, तपाईँ र मेरो दुःखको दिन छ। तपाईँ र म चाहिँ अन्तिम सास रहन्जेलसम्म प्रभुमा तपाईँ र म चाहिँ बस्नै पर्नेछ। अनि प्रभु नपाएकाहरूले प्रभुलाई नपाइन्जेलसम्म उनीहरूको लागि अर्को उपाय छैन। प्रिय, परमेश्वरको वचनले एकदम स्पष्टसँग भन्छ। अनि है प्रभु नपाएका हिन्दू शास्त्रहरूले पनि यो कुरा गर्छ कि जुन मान्छेको आत्मा छ त्यो आत्मा चाहिँ है अविनाशी छ भनेर भन्छ। आत्मा मर्दैन, आत्मा मर्दैन, शरीर मात्रै हो मर्ने, आत्मा मर्दैन। अनि आत्मा नमर्नुको दुईटा, अब त्यो नमर्ने भएपछि दुईटा ठेगान छ। यदि मुक्ति पाएको छ भने स्वर्ग राज्यमा प्रवेश गर्ने, मुक्ति पाएको छैन भने है त्यो अनन्त दण्डको लागि त्यो आत्मा जान्छ है। अब हामी कता जाने त है, स्वर्गमा जाने, अनन्त जीवनमा जाने, या त अनन्त दण्डमा जाने। अब त्यो है दण्ड पाउने त्यो देशमा जाने मान्छे है। अविनाशी छ भनेर त शास्त्रले बताइदिएको छ है, अनि मुक्ति छैन भनेर पनि शास्त्रले बताइदिएको छ। जीवनमा शान्ति छैन भनेर मान्छेले गवाइदिएका छन् है। स्वर्ग त एउटा त्यो सपना मात्रै हो, कल्पना मात्रै हो भनेर मान्छेले भनेका छन्, तर यो चाहिँ के हो, वास्तविकता हो। यो प्रभु यीशु मसीहलाई नपाइन्जेलसम्म हामीले मुक्ति पाउँदैनौँ। प्रभु यीशु मसीहदेखि बाहेक स्वर्ग जाने अरू कुनै बाटो छैन, मुक्तिको लागि अर्को बाटो छैन। प्रभु यीशु मसीहलाई अनिवार्य रूपमा है मान्छेले अपनाउनै पर्छ है, मुक्ति पाउनको लागि, स्वर्ग जानको लागि। अनि यहाँनिर अहिले जुन हामीले के हेर्दै थियौँ भन्दाखेरि आमै त यी सबै कुरोहरूको भागीदार भइसक्नु भयो। त्यसले गर्दाखेरि अब तपाईँ र म निर्ढुक्क बस्दाखेरि हुन्छ, निर्ढुक्क बस्दाखेरि हाम्रो आमै जहाँ जानुभयो असल ठाउँमा जानुभयो भनेर तपाईँ र म निर्ढुक्क बस्दा हुन्छ। अनि तपाईँ र मैले पो अब त पेटी कसने बेला आएको छ है। यहाँनिर अनि 4 पदलाई पढिदिनुहोस् बहिनी। अनि परमेश्वरले उनीहरूका आँखाहरूबाट हजुर पुछिदिनु भयो। आमैको लागि चाहिँ हामी भन्छौँ उहाँको आँखाबाट परमेश्वरले सबै आँसुहरू पुछिदिनु भयो। अनि मृत्यु कहिल्यै हुँदैन। अब फेरि हाम्रो आमै मर्नेवाला हुनुहुन्न है। उहाँ अब मृत्यु हुँदैन उहाँको जीवनमा, मृत्यु सक्यो। ए मृत्यु तेरो खिल्का। अब त है आमैले च्यालेन्ज गर्नु सक्नुहुन्छ कि अब तैँले मलाई के गर्न सक्छस्, लु गर, के गर्न सक्छस्, मैले त तँलाई जितिसकेँ। अब म तँमाथि विजयी भइसकेको छु, अब तैँले मलाई केही गर्न है। पढ्दै जानुहोस्। मृत्यु अब मृत्यु हुनेवाला छैन, न त शोक हुन्छ, न रुवाई हुन्छ, न कहिले त्यहाँ दुखाइ पीडा नै हुनेछ, किनकि पहिलेका कुराहरू बितिसकेका छन् है। अनि यता एकैचोटि 22 अध्यायमा आउनुहोस् त, 22 अध्यायमा आउनुहोस्। 22 अध्यायको 3 र 4 पदलाई पढिदिनुहोस्। अब त्यो देशमा, जुन देशमा हाम्रो आमै जानु भएको छ, त्यहाँ श्राप कदापि हुने छैन। हजुर, उहाँले उहाँको सेवा गर्नुहुन्छ। अब हाम्रो आमैले परमेश्वरको सेवा गर्नुहुन्छ। अनि कस्तो मजाको कुरा, कस्तो मजाको कुरा। उहाँले त अब प्रभु यीशु मसीहलाई आम्ने सामने देख्नु भएको छ, परमेश्वरलाई देख्नु भएको छ।
तपाईँ र मैले त अझै सपनामा देख्नुपर्छ कि त मृत्युमा भएर मृत्युको नजिक पुगेर मात्रै तपाईँ र मैले परमेश्वरलाई देख्छौँ। विश्वासको आँखाले तपाईँ र मैले देख्न सक्छौँ, तर उहाँले त आम्ने सामने देख्नुहुन्छ। अनि उहाँको निधारमा त अब परमेश्वरले छाप पनि लगाइसक्नु भयो। मेरो छोरी अब अनन्तको राज्यको भागीदार भएकी छ है। यिनै कुराहरूले पनि तपाईँ र मैले, तपाईँ र मेरो मनलाई शान्त ल्याउनुपर्छ अब है। तपाईँ र मैले शान्ति, त्यही हो प्रभु यीशु मसीहले भन्नुभएको, शान्ति म तिमीहरूलाई दिन्छु है, संसारले दिने जस्तो शान्ति होइन, म तिमीहरूलाई मेरो शान्ति दिन्छु। अनि यो शान्ति जुन छ, यो प्रेम जो परमेश्वरको माया जुन छ, यसलाई मृत्युले पनि अलग पार्न सक्दैन भने रोमीको पुस्तकमा अघि तपाईँ र मैले पढ्यौँ होइन हो है। अब यो मृत्युले पनि अलग पार्न सक्दैन यस्तो है। अनि यो जुन आनन्द आज प्रभु यीशु मसीहले तपाईँ र मेरो जीवनमा दिनुभएको छ नि, तपाईँ र मेरो जीवनमा दिनुभएको छ। आज कतिले आफ्नो आमा गुमाउनु भएको छ, कतिले सासू गुमाउनु भएको छ, कतिले बोजू गुमाउनु भएको छ। अब यो मृत्युको कारणले गर्दाखेरि तपाईँ र मेरो आनन्द लुटिएको हुनु हुँदैन, त्यो आनन्द तपाईँ र मेरो हलचल हुनु हुँदैन। त्यो आनन्द तपाईँ र मेरो लागि सदाको लागि परमेश्वरले दिनुभयो। या आनन्दमा आनन्दित हुँदै है अब हामी आमालाई भेट्ने आशामा तपाईँ र म जिउनुपर्छ है। प्रभुले तपाईँ र मलाई यो भरपुर सान्त्वना हरदम हर बखत तपाईँ र मेरो हृदयमा प्रदान गरेको। जय मसीह।